जय श्रमदान भन्न चाहन्छु यहाँहरूलाई। श्रमको शक्ति के हो भन्ने कुरा हजुरले यहाँबाट पनि थाहा पाउन सक्नुहुन्छ। त्यो भएको कारणले सबैजना यसरी नै हाम्रो श्रम अभियानमा जुट्नुहोला, एकजुट हुनुहोला, आउनुहोला भन्न चाहन्छु। श्रमदानको शक्ति के हो भन्ने कुरा हजुरले यहाँबाट पनि थाहा पाउन सक्नुहुन्छ। जय श्रमदान सबैजना, जय एकता, जय श्रमदान। सम्पूर्ण श्रमदाताहरूमा हार्दिक नमस्कार, सधैँ स्वागत पनि गर्दछु। हाम्रो चाहिँ यो निरन्तर रूपमा हाम्रो श्रममा अभियान चाहिँ यसरी सञ्चालन भइरहेको यहाँलाई जानकारी गराउन चाहन्छु। अहिले चाहिँ हामी छाँगे खोलाघारी हुँदै अहिले बिचगाउँ पूर्व वडा अध्यक्ष हाम्रो श्री नन्दकुमार राईज्यूको घरमा आइपुगेको यहाँलाई जानकारी गराउन चाहन्छु। अहिले चाहिँ हामीसँग हाम्रो पूर्व वडा अध्यक्ष श्री नन्दकुमार राईज्यू हाम्रो श्रममा अभियानमा निरन्तर रूपमा उहाँ चाहिँ श्रम गर्दै यसरी हामीसँग हातेमालो गर्दै हुनुहुन्छ र यहाँलाई हार्दिक नमस्कार। नमस्कार। सक्रिय काम सबैले गर्नुपर्छ है, अनि मात्रै समाज जब बन्छ, समाजबाट सकिएको चिजलाई देशलाई हुन्छ है। अब यहाँ मात्रै होइन, श्रम सदा गर्नुपर्छ है। देशको लागि 7 दिनमा 1 दिन गरौँ। हजुर, 7 दिनमा अरू बेला आफैले श्रम गरौँ। श्रम गरेर मात्रै आत्मनिर्भर हुन्छ। श्रमै नगरी हामी परको भर पर्यौँ भने हामी जहिले पनि पछाडि पर्छौँ। संसार जहिले पनि विश्वमा मानिसहरू श्रम आफूले गरेर आफ्नो आत्मनिर्भर भएर नै देश बनेको छ। हामीले पनि आफ्नो देशको निम्ति श्रम गर्नुपर्छ। यी म लागिरहेछु। हस्, थ्याङ्क यू। हाम्रो पूर्व वडा अध्यक्ष श्री नन्दकुमार राईज्यूले श्रम नगरी देश समाज बन्दैन भनेर उहाँले आफ्नो विचार राखिसक्नु भएको छ। र यस्तै गरी हाम्रो श्रमदाताहरूको उपस्थिति एकदमै निरन्तर रूपमा उहाँहरू यसरी हाम्रो श्रम अभियानमा यसरी जोड्दै आइरहनु भएको छ। जय श्रमदान। ल, सम्पूर्ण हाम्रो चेलीहरू जय श्रमदान। दाजु जय श्रमदान। जय श्रमदान। जय श्रमदान। यता हाम्रो ज्वाइँ साहब हुनुहुन्छ। जय श्रमदान। यता हाम्रो सिर्जना बहिनी। जय श्रमदान बहिनी। जय श्रमदान दाजु। जय श्रमदान बहिनी। हजुर जय श्रमदान। हाम्रो यता चाहिँ कमला भाउजू हुनुहुन्छ यता। हजुर जय श्रमदान। हजुर हामीले चाहिँ यो आफ्नो क्षेत्रमा रहेको बाटोतिर चाहिँ यसरी समयमै कुलो काट्ने कामहरू गऱ्यौँ भने अब हाम्रो बरसातको समय आएको छ।
यो हाम्रो बर्सातको पानीले हाम्रो यो कुलोहरूतिर ढुङ्गा मुढाहरू भरिएको हुन्छ। यहाँ पानी जाम भएर यो हाम्रो बाटोहरू एकदमै ज्यादाभन्दा ज्यादा बिग्रिने भएको कारणले हामी सबै सचेत भएर बाँच्न सिकौँ, सबैले श्रमदान गरौँ। आफ्नो टोल क्षेत्रमा रहेको बाटो घाटो कुलो यसरी हामीले जस्तै सबैजनाले सरसफाइ गर्नुहोला भन्न चाहन्छु। हाम्रो 40 जनाको उपस्थिति रहेको छ आजको श्रम अभियानमा। हाम्रो श्रमदाताज्यूहरू एकदमै खुसी लागेको छ। जति पनि सहभागिता नहुनुहुने सम्पूर्ण श्रमदाताज्यूहरू पनि हैन, यसै गरी सबैजना प्रत्येक हप्ताको शुक्रबार तपाईँहरू पनि आइदिनु होला भन्न चाहन्छु। श्रमदानको शक्ति के हो भन्ने कुरा यहाँबाट पनि हजुरहरूले थाहा पाउन सक्नुहुन्छ।